काम भएको कारणले गर्दाखेरि छाता ओढौँ भने कता हो कता। अब यो टोपी लगायो, छत्रे टोपी। अन्त अब यसरी साग गोडिँदैछ पो। अब आधी साग रोप्यो, आधी साग अब यहाँ अलिक झारले खाएर चाहिँ अब झारहरू गोडिँदैछ है साथी हो। अब यसरी नै अब गर्नु पर्यो नि खेती। बस्तीमा बसेपछि यही हो। अब झारहरू गोडगाड सागहरू रोप्नु यसरी नै अब हुन्छ। अन्त यी सागहरू कोही ठुल्ठुलो भइसकेको छ है। सागहरू कोही बिरुवाहरू छ सागको, हेर्नुहोस्। अब यहाँ मजाले सागको बिरुवाहरू गोडिराख्नुपर्छ। अस्ति आधी रोपिएको छ। अब फेरि यो ठुलो भएपछि यो साग अनि रोप्नुपर्छ है साथी। अब बजारमा लग्यो भने 50 रुपियाँ बिटा बिक्री हुन्छ। हामी कोही बेला आफ्नो मन आउँदाखेरि पनि किनेर खान्छ कि 50 रुपियाँ बिटा गरेर खानुपर्छ। अब त किन्नु पर्दैन साथी साग। एकदम घाम छेल्ने टोपी छँदैछ। हेर्नुहोस् टोपी दामी खालको हाम्रो गाउँ बस्तीमा यो बुन्छ। यसलाई पानी पनि छेल्छ, घाम पनि छेल्छ हो। हेर्नुहोस् टोपी एकदम दामी छ। तपाईँहरू मगाउनु छ भने मगाउनुहोस् है टोपी। यो एकदम हाम्रो अर्ग्यानिक टोपी भन्छ यसलाई। अर्ग्यानिक टोपी हो। मजाले काम गर्न सकिन्छ यसरी। घाम मजाले छेकिहाल्छ। मजाले काम गर्नुपर्छ। हेर्नुहोस् साथी हो।